मोहनल गाउँपालिका वार्ड नम्बर 3 निवासी जहरे बिककी छोरी प्रियङ्का बिकको गए राति लोटेर हात भाँचिएकोले उसलाई मेडिकलबाट पैसा नपुगेर उपचार गर्न नसकेको हुनाले उसलाई फिर्ता गरिदिएकोले हामीले उसलाई विभिन्न व्यक्तिहरूले बहुनिया बजारमा बसेर सबैजनाले जनगिरी म अनि हाम्रो यो प्रकाश साउद सागर बोरा अनि धनराज गिरी लगायतको टिमले उसलाई नगर हिमाल नाथ लगायतका व्यक्तिहरूले उहाँलाई सहयोग गरेर उहाँको उपचारमा सहज होला भनेर हामीले पैसा करिब 7,000 पैसा उठाएर दिएका छौँ र उसको उपचारको लागि अझै पनि केही पैसा आवश्यक हुने भएकोले उसको बुवा अपाङ्ग र आमा नभएको र बजेले उसको हेरचाह गर्ने भएको हुनाले आर्थिक अवस्था नाजुक भएकोले उसलाई केही सक्दो सहयोग गर्नुपर्छ भन्ने हेतुले हामीले उसको उपचारको लागि खर्च दिएका छौँ र उसको उपचारको लागि पुनः पनि सहयोग गरिदिनु हुन सम्पूर्णलाई आग्रह गर्दै हाम्रो यो युट्युब च्यानल खगेन्द्र साईलाई सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र उहाँलाई हामीले छोटो प्रतिक्रिया लिन्छौँ। तपाईँको नाम के हो? मेरो नाम पद्मा बिक। अनि तपाईँको नातिनीको हात भाँचिएको रहेछ, हिजो लोटेर हात भाँचिएको छ। तपाईँलाई आर्थिक अभावको कारणले तपाईँको नातिनीलाई मेडिकल हस्पिटलबाट फिर्ता गरिदियो होइन? फिर्ता दियो बाबु, पैसा नै भने मैले फिर्ता दियो नि हुनु भने। अनि अहिले के भयो त? तपाईँको उपचारको लागि के भयो त अहिले यहाँ आएर? अहिले हातबाट भिडियो नै हुनु भने यो आइसकेपछि यहाँ पैसा आर्थिक सङ्कलन कति भयो, कति रुपियाँ जति भयो त्यो कति पैसा उठ्यो अहिले तपाईँको? 6,300 उठ्यो बाबु। 7,300 हामीले सहयोग स्वरूप सबैले 1,500 गरेर जम्मा दिएका छौँ। पुनः पनि कसैले सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो यो मोबाइल नम्बर 9848996680 मा सहयोग गरिदिनु हुन, फोन गरेर QR गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। पुनः पनि नानीको उपचारको लागि धन्यवाद।